हनुमानले पहाड थाम्ला त हो नि त उचालेर के मैले म आनी कस्तो मलाई रिस उठ्छ अनि क्लोज गर्न दियो अनि गर्न अब त छोक्न पर्दैन यता तल राम्रो स्माइल मात्रै गरे के थाप्दियो ल हाम्रो भनेको त दसैँ आयो नि त अनि के सास फेर्नु न त के भएर आज जित्यो भने सिकाल्ने ल पुरा खोल्ती आर्नाले पनि गाउँ छोरीलाई समाउनु परेन भनेको अचम्म छ भने सही सही यत्रो मान्छेले हिँड्न पुरा लाल लाल त लाजमा नि हुन्छ दुईटा भइसक्यो रामकृष्ण हरि हरि धेरै गाउँ हामी ए ज्वाइँ छिटाउनु न यता ज्वाइँ कता अरे तेरि ज्वाइँले छोरी लयो ल अर्को ज्वाइँ पनि आउनु पर्यो ज्वाइँले छोरी लायो जोइले छोरी लयो अर्को वर्ष नि एउटा भन्नुभयो क्या मम्मी त त्यही सुने जस्तो लाग्यो त्यही सुने जस्तो लाग्यो मलाई त्यही भन्नु जस्तो लाग्यो मलाई पुरै रातो भयो नामै लेखेछ कति बज्यो 5 बज्यो राम्रो बुढी जुदाएर
बुढी चाहिँ जाएर के सम्भावना छ है बरु है मैले सम्भावना राखिरहेको मैले मेरो कटमा बज्नु खाली क्लोज बसौँ ल क्लोज बसौँ अलि दुईटैले अलि भुडी फुलाएर गर्नु पर्यो होइन यो अब सेल रोटी सोटी हटाइदियो हुन्छ दुईजनाले एकाअर्कालाई खाओ न यसरी कि एउटाले अलिक क्लोज गर्नु दियो हनुमानले पहाड हमला त हो नि उचालेर के Happy baby shower, happy baby गोपाल दाइ खै तपाईँको केक कस्तो रहेछ के मैले भित्रै हालेँ मैले ल्याएकै मलाई